अब यो सङ्गठित संस्थाको हामीले एकाइ एक पढिरहेको थियौँ। 1.1 मा हामी थियौँ अहिलेसम्म। हामीले यो पढिराख्दाखेरि अब हामीले महासागरहरूको बारेमा पनि पढ्छौँ। यसमा महासागरहरू पनि छ यो सिलेबसमा। महासागर, त्यसपछि अक्षांश र देशान्तर पनि पढ्नेछौँ। त्यही भएर अब महासागरहरूको कुरा गर्दाखेरि महासागर कतिवटा छन् हामीसँग? 5वटा छन्। महासागरहरू 5वटा हुन्छन्। प्रशान्त महासागर, आन्ध्र महासागर, हिन्द महासागर, कुमेरु, सुमेरु। म यहाँ लेखिदिन्छु। प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु, सुमेरु। कुमेरु, सुमेरु 5 प्रकारका महासागरहरू छन्। अब महासागरहरूको स्वाद ठुलो पानीको भागलाई के भनिन्छ त? यो पृथ्वीमा भएको ठुलो पानीको भागलाई महासागर भनिन्छ। 5वटा महासागरहरू छन्। यिनीहरूको महासागरको स्वाद कस्तो हुन्छ? नुनिलो। र कति % महासागरहरूले पृथ्वीको सतह ओगटेका छन् त? 71%, 71%। अब यी महासागरहरूमा सबभन्दा ठुलो र गहिरो महासागर कुन हो भन्दाखेरि प्रशान्त महासागर। प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ भन्दाखेरि 16.43 करोड वर्ग किलोमिटर। प्रशान्त महासागरले लगभग पृथ्वीको कति % क्षेत्र ओगटेको छ? कति % क्षेत्र ओगटेको छ भन्दाखेरि 1/3 नै यसले प्रशान्तले मात्रै क्षेत्रफल ओगटेको छ पृथ्वीको। अब हामीले यो प्रशान्त महासागरको बारेमा अझै डिटेलमा प्रशान्त महासागर तथा अन्य महासागरहरूको बारेमा पनि हेरौँ अलि डिटेलमा। अब यिनीहरूको बारेमा यो महासागरहरूको आकार, गहिराई र क्षेत्रफलको बारेमा एकैचोटि समग्रमा हामी हेरेपछि हामीलाई अलिकति यसको बुझाइ अलिक प्रष्ट हुन्छ महासागरहरूको बारेमा। सबभन्दा पहिला यो प्रशान्त महासागरको आकार कस्तो रहेको छ? प्रशान्त महासागरको आकार त्रिभुज आकारको रहेको छ। प्रशान्त महासागरको आकार त्रिभुज आकारको रहेको छ। यसलाई यसरी त्रिभुज बनाइदिरहेको छु। यसलाई सम्झिनु, त्रिभुज। त्यस्तै आन्ध्र महासागरको आकार कस्तो रहेको छ? आन्ध्र महासागरको आकार यस आकारको रहेको छ। यसरी यस आकारको रहेको छ। अब हिन्द महासागरको आकार कस्तो रहेको छ? हिन्द महासागरको आकार यु आकारको रहेको छ। यु। त्यस्तै कुमेरु महासागर र यो सुमेरु वृत्ताकार रहेको छ। वृत्ताकार रहेको छ। अब यिनीहरूको गहिराईको कुरा गरौँ। यिनीहरूको सबभन्दा गहिरो भागहरूको कुरा गरौँ न। गहिराई अब यिनीहरूको सबभन्दा गहिरो भाग 11,776 मरियाना ट्रेन्च। 11,776 मरियाना ट्रेन्च। 11,776 मरियाना ट्रेन्च हो प्रशान्त महासागरको। त्यसपछि आन्ध्र महासागरको सबभन्दा गहिरो भाग 9200 मिटर रहेको छ। त्यसको नाम हो प्युर्टो रिको डिप। प्युर्टो रिको द्वीप। त्यस्तै हिन्द महासागर, जसको आकार यु आकारको रहेको छ। यसको सबभन्दा गहिरो भाग 7450 मिटर रहेको छ र त्यसको नाम हो जावा ट्रेन्च। मरियाना ट्रेन्च र जावा ट्रेन्च फिलिपिन्स इन्डोनेसियामा रहेको छ। जावा ट्रेन्च इन्डोनेसियामा, यो मरियाना ट्रेन्च फिलिपिन्समा रहेको छ। मरियाना ट्रेन्च फिलिपिन्समा र जावा ट्रेन्च इन्डोनेसियामा।
अब कुमेरु महासागर भन्नाले यो अन्टार्क्टिका नजिक रहेको छ। यसको गहिराई कति रहेको छ यो छैन यसको गहिराई। त्यसपछि यो वृत्ताकार यो सुमेरु महासागरको गहिराई 5608 मिटर छ। र सबभन्दा गहिरो ठाउँ कुन हो? मोली द्वीप। सबभन्दा गहिरो भाग यसको मोली द्वीप हो। अब क्षेत्रफल कुरा गरौँ। क्षेत्रफल कुरा गर्दाखेरि प्रशान्त महासागर क्षेत्रफल 16.43 करोड, 16.43 करोड वर्ग किलोमिटर हो। आंध्र महासागर को 8.2 करोड वर्ग किलोमिटर हो। यसको आधी रहेको छ करोड वर्ग किलोमिटर। त्यस्तै हिन्द महासागर को 7.3 करोड वर्ग किलोमिटर रहेको छ। 7.3 करोड वर्ग किलोमिटर रहेको छ। त्यस्तै अब कुमेरु महासागरको क्षेत्रफल जसले आर्टिक ओसियन पनि भनिन्छ, यसको क्षेत्रफल 1.3 करोड वर्ग किलोमिटर रहेको छ। र त्यसपछि लास्टमा यो सुमेरु महासागर अथवा अन्य समुद्रहरूको भाग अन्यहरूको लगभग 2.2 करोड रहेको छ। अब एउटा अझै के कुरा हेरिहालौँ, यो विश्वको कति पर्सेन्ट भूभाग यिनीहरूले महासागरहरूले ओगट्ने गर्छ त्यो पनि हेरिहालौँ। त्यो पनि मैले बनाइदिरहेको छु। विश्वको कति पर्सेन्ट भूभाग ओगटेको छ यो हेर्दाखेरि यो प्रशान्त महासागरले एक्लै 46% जति भाग ओगटेको छ। यो आंध्र महासागरले एक्लै 23.9% भाग ओगटेको छ। हिन्द महासागरले 20.3%। त्यस्तै कुमेरु महासागरले 3.7% र यो र अन्यले 6.1%। यति जति विश्वको यिनीहरूले यति भाग ओगटेको छ। यो सबै महासागरहरू तथा यिनीहरूको आकार कस्तो छ, गहिराई, विश्वको कति पर्सेन्ट, यो सबै म तपाईहरुलाई कम्प्युटरबाट नक्सामा म्यापमा पनि देखाइदिन्छु एउटा अर्को भिडियो बनाएर। धन्यवाद।